मैले यति पुराना किप्याड फोनहरु कहाँबाट ल्याए होला त? के हामीले जिमिनीसँग गफ गरेर आफ्नो नाममा गीत पनि बनाउन सक्छौ त? हे गाइज, वेलकम टु माई मिनी ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। आज चाहिँ म बिहान बिहानै उठेर हाम्रो परिवारहरुको सबैको फोटो हेरिरहेँ। हाम्रो परिवारमा जति जना छौं सबैको फेरि पोस्टर बनाएर राखेको छौं क्या। फेरि फर्स्टको पोस्टरमा हेरेको त मेरो फोटो नै रहेन रहेछ। यो पोस्टरमा छैन भने के भयो भनेर अर्को पोस्टरमा हेर्न लागेको त त्यो पोस्टरमा मेरो फोटो छन चाहिँ थियो, तर एकदमै नराम्रो फोटो रहेछ। फेरि बिहान बिहानै आफ्नै फोटो हेरेर नराम्रो भएछ। 1-2 वर्ष अगाडिको मेरो फोटो यस्तो छ भने मेरो झन् पुरानो फोटो सानोको कस्तो होला भनेर हेर्न लागेको त म त सानोमा त एकदम क्युटी ब्युटी रहेछु म त। त्यो फोटो भन्दा पनि अलिक सानोको फोटो पनि रहेछ र हेर्न लागेको यो चाहिँ अलिक यता दागै दाग लागेको रहेछ। यो फोटोहरु चाहिँ मेरो एकदमै पुरानो फोटोहरु रहेछ क्या, अनि त्यसैले गर्दा धेरै ठाउँ सारेकोले गर्दा होला यो फोटोहरुमा सबैमा दाग लागेको रहेछ। सोमबार परेको रहेछ र मम्मीले चाहिँ सोमबारे व्रत लिनु भएको रहेछ। अब मम्मीले सोमबारे व्रत बसेपछि पूजा त गरि नै हाल्नुहुन्छ, अनि मम्मीले मलाई भन्नुभयो पूजा गर्नको लागि बेलको पत्ता चाहिन्छ, बेलको पत्ता लिएर आइज भनेपछि म चाहिँ बेलको पत्ता लिनको लागि छिमेकी मामाहरुकोतिर गए। फेरि बेलको बोटमा काँडा पनि हुँदा रहेछ। अनि तपाईहरुलाई मैले भनेको थिएँ नि ब्लगको सुरुमा जिमिनीसँग गफ गरेर आफ्नो नामको गाना बनाउन सकिन्छ भनेर। मैले जसरी नै तपाईहरुले पनि जिमिनीलाई आफ्नो नाम भनेर मलाई यो नाममा गीत चाहिएको छ, मलाई जनरेट गरेर देऊ भन्दाखेरि जनरेट गरेर दिदा रहेछ। मैले पनि आफ्नो नाममा जनरेट गरेको थिएँ, अनि कस्तो भयो तपाईहरुले पनि सुन्नुस् त। तिम्रो शान्त मन गहिरो आभास, प्रकृति झै अटल नवीन विश्वास। योगेश तिम्रो नाममा छ एउटा गहिरो भाव, जहाँ मिल्छ शान्ति जीवनको सद्भाव, शान्ति जीवनको सद्भाव।